गाइज यो हाम्रो गाउँको खोला र ह्याप्पी न्यू इयर सबैजनालाई मेरो तर्फबाट। र आज चाहिँ फर्स्ट डे अफ 2026। आज चाहिँ म आफ्नो साइकलमा यता माथि डाँडा जहाँबाट चाहिँ हाम्रो पुरै गाउँ देखिन्छ त्यहाँ जाने भन्ने सोच्दैछु र हजुरहरूलाई पनि त्यो फुल देखाउने छु यो भ्लगमा। र हेर्नु होला 2026 को डे 1 नै हुस्याइसक्यो। यसरी म आधी बाटोमा र यो खेत हाम्रो गाउँको हाम्रो गाउँको अनि उसै आउँदैछौँ माथिबाट। अनि हामी जाने भनेको उताको डाँडामा, त्यो डाँडाबाट पुरो गाउँ देखिन्छ क्या, यो ठाउँहरू पनि देखिन्छ। अनि त्यसको लागि यहाँदेखि जाएर माथि चढेर वहाँ माथि पुग्नु भयो त्यो डाँडामा। अब लेट्स सी, हेरौँ हाम्रो कस्तो जाडो हुन थालिसक्यो, उसै आउनु थाल्यो नि त माथि माथि। हेरौँ गाउँ देख्छ देख्दैन। बाँकी तोरीबारीहरू साह्रै राम्रो फुलिरहेछ। कोसिस गरिरहेको छु एक हातले बनाउने, तर अघि झन्डै लडेँ दुईचोटि र अलिक प्र्याक्टिस चाहिने रहेछ मलाई प्र्याक्टिस चाहिने रहेछ भन्ने थाहा भयो। र यता बकल्लाहरू धेरै उडिरहेको छ नि, नबोलिकन माथि डाँडामा पुगेर भेटौँ। यो हाम्रो गाउँको खोला र अहिले चाहिँ पुरै सुकिसकेको छ। माथितिर हुस्से आइसक्यो। अनि हामीले जानुपर्ने डाँडा भनेको यो डाँडा हो। यहाँदेखि हुँदै माथि चढेर माथि पुग्नु पर्ने, माथि हो। एन्ड कस्तो दामी भ्यू देखिन्छ। पानी अहिले सुकेर छैन, केही पनि छैन, सुक्खा भइसकेको छ। रुखहरू बिचबिचको रुखहरू मरिसक्यो, छेउछाउको पत्ता। गाइस हाम्रो अब यहाँदेखि चढाइ सुरु हुन्छ, माथिसम्मै हिँडेर जानुपर्छ, साइकल चढ्दैन। र यता भर्खर बिच बनिँदैछ। अनि अब यो पुरै चढेर जानुपर्छ, साइकल झारेर। यो नयाँ बनिएको छ कि भर्खर। गाइस फाइनली उकालो कट्यो होइन, उकालो यता यहाँदेखि क्रस छ। अझै डाँडा माथि त पुग्यो, यहाँदेखि उता हेऱ्यो भने हाम्रो गाउँहरू देखिन्छ। तर एक्चुअलमा भ्यू यहाँदेखि राम्रो होइन, माथिदेखि देखिन्छ। अब यसलाई यहाँसम्म त ल्याएँ ठेर, अब थोरै मासतिरसम्म त्यहाँदेखि कुदाउनु पाइन्छ। सो गाइज फाइनली हामी आइपुग्यौँ। अब थोरै मासतिर जानु छ, अब थोरै बाँकी रह्यो। कुहिरो लागेर आइसक्यो अगाडिबाट। टाइम सो गाइज फाइनली पुग्यो, तर कुहिरोको कारणले मजाले देखिएको छैन। तर नि हरिभरि देखिँदैछ उता। अनि त्यो हामी आएको ठाउँ भनेको त्यता तलबाट हो, ऊ पर बाटो छ पर। अनि भ्याकुले यहाँ खत्दैछ। अब एकछिनमा हामी जाँदाखेरि यही बाटो जान्छौँ परबाट। अनि हेर्नु त त्यही सुकेको खोला हो जुन अघि हामी आएको। र यहाँबाट गल्तीले पनि खुट्टा चिप्लो नि, म सिधा काम खत्तम। धेरै कुहिरो लागेकोले हामी यहाँनिर गाउँ मजाले देखेको छैन, तर क्यामेरामा देखेको छैन, म त देखिरहेको छु। अनि भाइ तपाईँ कुहिरो पनि आइसक्यो यहीँ। अब मेरो साइकल छ त्यहाँ, बाँकी हावा चलिरहेछ। अब जाँदा चाहिँ यताबाट खोला पुरै सुक्खा छ, जाडोको महिना छ। अब एकैचोटि त्यो भ्याकुले खनेकोमा भेटौँ। अब म यहाँबाट हिँड्छु अनि एकैचोटि तल भेटौँ हजुरहरूसँग।
तल पुगेर भेटौँ है हजुरहरूसँग सरी तल पुगेर भेट्छु है हजुरहरूसँग सो गाइस अघि हामीले हेरेको ठाउँदेखि ठाउँ कुन भने नि त्यो डाँडा सो गाइस अब एकैचोटि घरतिर जानु पर्यो घाम एकदमै बढी भइसक्यो र खोला हेर्नु पर्यो भन्दाखेरि सुक्खै छ पहिले हामीतिर यहाँनिर पौडी खेल्ने गर्छौँ यहाँनिर थियो तर एकदमै ठुलो यसपालि 2082 एकदमै ठुलो बाढी आयो र हाम्रो पौडी खेल्ने जति जमे पनि लगेर गयो हाम्रो एक्चुअलमा यहाँ थियो जमी लगेर गयो मेरो साइकल यहाँ छ अनि म वहाँ गएँ अलिकति सुट गरेँ धेरै सुट गरिनँ सो अब एकैचोटि घरतिर भेटौँ है कुहिरो हेर्नु त कस्तो आइसक्यो बाँकी हामीले हेरेको डाँडा भनेको त्यहाँ हो त्यो डाँडा त्यहाँनिर खाली ठाउँ देखिरहेछ नि हो त्यहीबाट आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु जो जान्ने छ त्यो बुझेर सब्सक्राइब गर्छन् र घन्टी पनि बजाइदिन्छ जो आलु छ त्यो आलु नै होस् बाई बाई